अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्नु त हामी चाहिँ आज शिवपुराण राधिका दासी हाम्रो राधिका दासीज्यूले चाहिँ त्यहाँ हाम्रो क्याम्पा डाँडामा शिवपुराण वाचन गर्दै हुनुहुन्छ अहिले त्यहाँ शिवपुराण लागिरहेको छ अनि हामी चाहिँ आज त्यहीँ जान लागेको छौँ अच्छा सो हेर्दै गर्नु होला है त गाइज अहिले चाहिँ हामी बाटोमा छौँ अनि उहाँ चाहिँ मेरो दिदी उहाँ पनि मेरो दिदी अनि उनी चाहिँ मेरो बहिनी उनी चाहिँ अलि लजालु छिन् है अब यस्तै हामी चाहिँ बाटोमा अहिले हिँड्दैछौँ कस्तो रमाइलो भइरहेको छ कि जे भए पनि होइन राति राति यसरी हिँड्नु त छुट्टै मजा आउँछ नि त अलिकति होइन त्यही भएर अब जाँदैछौँ होइन अनि यो चाहिँ हाम्रो पिप्ले हेटौँडा 5 पिप्लेको राधाकृष्ण मन्दिर हो हेर्न सक्नुहुनेछ हामी चाहिँ अझै जाँदैछौँ आइपुगेको छैनौँ होइन त गाइजहरू कतिखेर पुग्छौँ हामी अब 10 मिनट 20 मिनट जति लाग्ला काव्य त्यो उसमा होइन किनेर मन भनेको चप्पल फुस्क्यो है आज कस्तो काम देख्यो कि यार हामी चाहिँ अहिले टिनिक्क टल्केको छौँ अघिको भन्दा किनभने यहाँ पोलको बत्तीको छेउमा आएर खिचिरहेको छौँ हामी चाहिँ अब हामी चाहिँ पुग्नलाई त्यस्तो धेरै बेर छ त छैन नि अब एकछिनमा पुग्छौँ हामी चाहिँ नि अब वहीँ पुगेपछि चाहिँ म देखाउने छु है त तिमी नलजाऊ न अर्का यस्तो लजाउनु हुन्छ त अनि ती राम्रो मान्छे भएर ल हेर लजाएर केही छ खोइ हाम्रो चप्पल राखेर अनि हामी चाहिँ अब जाँदैछौँ ल है त पशुपतिनाथ भगवानको शिव महापुराणको आनन्दको भद्र भगवानको बाबा भोलेनाथ शम्भुनाथको दिव्य आनन्दमय लीला बोकेको नेपाल आमाको महिमा बोकेको गण्डकीको तुलसीको शङ्खको पशुपतिनाथको महिमा बोकेको यो पावन
बस्दैन। हाम्रो संस्कार दीपक जलाउने नै हो, उज्यालो प्रकाश दिने नै संस्कार हो। त्यही भएर म बार बार भन्छु हजुरहरू केक काटेर मनाउनुहुन्छ भने ठिक छ, केक भनेको एउटा खाने चिज जे कार्य गरे पनि दियो नै बल्छ। हुँदा हुँदा हाम्रो घरमा मृत्यु कसैको मरण भयो भने पनि दियो बल्छ। हामी अन्धकारमा बस्दैन। हाम्रो संस्कार दीपक जलाउने नै हो, उज्यालो प्रकाश दिने नै संस्कार हो। कृष्ण बंसी बजाउने राधा प्यारी बजाउने, कृष्ण बंसी बजाउने राधा प्यारी फर्किसकेको छौँ। अहिले चाहिँ 10 बजिसक्यो। त्यही भएर अब हामी चाहिँ हुन चाहिँ 11 बजीसम्म हुन्छ अरे, तर हामी चाहिँ फर्केको किनभने अब निन्द्रा लागिसक्यो। भोलि बिहान उठेर कलेज पनि जानु पऱ्यो होइन। त्यही भएर हामी अब जानु लागेको है त। यो बुढो बिराजेर बोल्ने काम छैन। कहिले 100 बिराजी आए तर एउटा बिराजी सब बोल्थे।